खाऊ बाबु खाऊ, मेरो राजा, यो सारा सम्पत्ति तिम्रो हो। आमा, अब लड्डु पनि खाने? खाऊ बाबु। तिम्री त आमा छिन्, माया गरेर बुबु पनि खुवाउँछिन्। मेरी आमा त भगवानको घरमा छिन् रे। खोइ मलाई कसले माया गर्छ र? ल खा घोप्टे, अनि यति खाएर खुरुक्क बाख्रा चराउँछ नि फेरि। आमा, मलाई किन छोडेर गयो आमा? यो पापी दुनियाँमा म एक्लै कसरी बाँच्नु? आमा, मलाई पनि लैजाऊ न तिमीसँगै, म यहाँ बस्न सक्दिन आमा। ए कान्छा, पख त बाबु एकछिन। बाबु, के भयो तलाई कान्छा? हजुर आमा, म हिजोदेखि भोको छु। सौतनी आमाले पनि मलाई हेला मात्रै गरिन्। नरो कान्छा, के गर्छस् कान्छा? गाउँभरिमा अभागी त एउटा जन्मेछस्। आइजो बाबु, मसँग घरभित्र। कोठैभरि खा कान्छा, खा, पेटभरि खा। बाख्राहरू मात्रै आइरहेका छन् त, अनि त्यो घोप्टे चाहिँ फेरि कहाँ मर्यो? घोप्टे, मैले खान नदिएको जस्तो अरूको घरमा गएर खाइस्। आजबाट तेरो लागि यो घरको ढोका सधैँका लागि बन्द भयो, बुझिस्? साथीहरू, बाँकी कथा हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो YouTube च्यानलमा गएर पुरा भिडियो हेर्नुहोस्। र अबदेखि यस्तै रमाइला तथा प्रेरणादायी कथाहरू युट्युबमा आउने भएकाले नछुटाउन च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।